चाहिँ जितुहरुकोतिर गएको यो चाहिँ हामी दुईजना यहाँ जान लागि एयरपोर्टमा हाम्रो समीर खेलिरहेको छ। हामी चाहिँ जितुहरुलाई वेटिङ गरिरहेको छौँ। यहाँ फुलु र ज्वाइँ खै हाम्रो कान्छी त पर पर्खिरहेको छ जितुहरुलाई त। ल आज जितुहरुसँग भेटेर हामी चाहिँ खुसीको सीमै छैन। यो युट्युबमा हाल्नु लागि बनाएको भोलि पछि हेर्नु हाम्रो जितु यहाँ दाजु यता ज्वाइँ शक्ति उता पर भक्ति भाइ हाम्रो एउटा शक्ति जितुको छोरी यहाँ जितुहरुले खाना स्पेशल ला यसले त मासु मागिरहेछ। डोरा बहिनी नेपालको तिउरी रहेछ। यहाँ तिउरी फुल सबै नेपालमा पाउने फुलहरू पाउँदो रहेछ। हाम्रो युकेमा त केही देख्नु पाउँदैन त यस्तो फुलहरू। अरे यो चाहिँ दाजुहरूको घर शक्ति भक्तिहरूको। यस्तो रहेछ अस्ट्रेलिया चाहिँ। यो चाहिँ डाँडा रहेछ दामी। बिहान चाहिँ ठिक्कको हुँदो रहेछ शीतल हुँदो रहेछ बिहान चाहिँ। यहीँ पार्क रहेछ नि त सानो खेल्ने। यहाँ फल्नु त फलेको रहेछ आँप त। हाम्रो यहाँ मनमादी घर यहाँ छ उताटी नेपाली त्यहाँ पनि ज्वाइँ कुदाउँदै हुनुहुन्छ। नाना जितु समीर सुतिरहेको छ। जितुहरुले हामीलाई झर्ना हेराउनु ल्याएको अस्ट्रेलियाको झर्ना। यहाँ जितु सबैले हेर्छ। यता सम्झना फुपू ज्वाइँ शक्ति कति मजाले हिँड्दा छ टुकुर टुकुर। अस्ट्रेलियाको पङ्खे डाँडा फुपू हुनुहुन्छ यहाँ। बाबाहरूले भोलिपछि हेर्नुहुन्छ। यहाँ आइपुग्यौँ पङ्खे डाँडा। अघि झर्नामा थियौँ। शक्ति यहाँ समीर रुन्चे रुक्कै वाक्क बनाएमा रमाइलो भइरहेछ पङ्खे डाँडा। त्यो बियरको बोतल चाहिँ पर बाउले अघि खिच्री त्यो खोलेको थाहा पाउँदो रहेछ। के साह्रो खाएको अहिले हात दुखेको पनि। यहाँको कुन डाँडा आएर यो प्राय खानु लागि खाजा खानु ठिक पर्दैछ। होइन त भिडियोमा आउँछ होइन। ल हामी चाहिँ दामी रहेछ क्यान्सको ब्रिज अरे यो क्यान्सको। दामी ठाउँ रहेछ। हाम्रो टिमहरु सबै हाम्रो टिमहरु आजको घुमाए
जानु हुँदैछ हामी फिसेरै गरौँ ड्याडी आउनुहुन्छ ल हामी खेल्नु हिँडेकै अब यहाँनिर यहाँ चढ्नु जान आँटेको हामी यता दाजु हुनुहुन्छ ए अँधेरो पो आयो यताबाट त कति राम्रो हरियाली रहेछ तल जाँदा ओर्दा त यहाँ खेल्नु हिँडेको हामी जितु ज्वाइँ कहाँ जानुभएको अरे क्यान्स भन्ने जग्गाबाट हामी यो इखादेलमा हामीहरू चाहिँ कहाँ जाँदैछ भन्दा हामी पुरानो जाँदैछौँ है हामी पुरुन्डा हामीलाई खुसी लागिरहेको छ आज सबैजनासँग घुम्न आएको छौँ दाजुहरूसँग भेट भयो कति 10-12-11 वर्ष पछाडि होला भेट भएको ल है गयौँ हामी कुरुन्डामा गयौँ आज दाजु यहाँ हुनुहुन्छ मजाको निस्किँदो रहेछ यताबाट अस्ट्रेलियाको क्यान्स भन्ने जग्गामा चाहिँ हामी छौँ कुइन्सल्यान्डको क्यान्स है यो चाहिँ जितुहरू माथि गइसक्यो सम्झना बुनेहरू कहाँ पुगिसक्यो माथि होला अगाडि गइसक्यो हरियाली आउँदैछ एउटा यो पुरानो आएको यो इस्कादेलमा थोडा हामी पूर्ण भन्ने जग्गामा जाँदैछौँ यसै छ है क्यान्सको अन्नपूर्ण जग्गाबाट जान्छ अन्नपूर्णमा म त फर्स्ट टाइम हो आज मेरो होइन बाबा हामी खुसी लाग्यो हरियाली जङ्गल छ यसै छ है क्यास नि यो राम्रो यो सब निगुरो घारी अरे अस्ट्रेलियाको पुरा यहाँ निगुरो त कति खाइन्छ अरे यो कस्तो काली निगुरो हो कि यहाँ हाम्रो ठुलो सम्झनाहरू हजुरसँग आज बहिनीसँग मामालाई हेलो भनिदिनु हेलो भनिदिनु आइरहनु भएको छ मम्मी भाइको भिडियो गर्दैछ अब किन्नु जस्तै भयो कस्तो लाग्यो जितु हामी भेटेर डुलिरहेको छौँ यहाँ जितु यस्तो पो रहेछ यतै
दिदी फुलु गर्मी भन्छ नि होइन नि मान्छे काम गर्ने अनि उता जाँदा दुईपट्टि हेर्दो रहेछ कि त्यो उताको चाहिँ हेर्दा आफूले गर्छन् लु अब उडे अब चल पैसे नानी कहाँ आइस अब गाएर नआउँछ यो जङ्गल भरि आएको फोटो हुन्छ यहाँ उता आएको नै खिच है निकै टाढो पर्छ हाम्रो कुर्न त त्यहाँ हजुर ओ यो रेलको बाटो रेल कुछ यो माथि रेलको बाटो यो रेल पनि हामी नाम नै पुग्छ यही हाम्रो सिटीबाट गाह्रो छ मलाई गाह्रो छ भन्छ हाम्रो बाबाले गाह्रो छ मलाई गाह्रो छ अब यहाँबाट आइहाल्यो नि भेन्टिलेसन राख्दैन छ हावा जान्छ माथि नै जान्छ रेल तर यहाँ रोकेर छागाएर हेर्नु सेफ्टी चाहिँ लास गरिदिएको नि फेरि त्यसो भएन भने त जान्छ मान्छेको दिमाग के हुन्छ सम्झनाहरू तेरो भेर के नपसेको दामी निस्किँदा ठुलो हेर्नु नि आइ भन हेलो भन जङ्गल काटेको छ नि अस्ति नै कस्तो जङ्गल भएको थियो यहाँ बस्नु नि यसरी हो खाली न समुद्र बनाएर खान आँटेको तर कस्तो हुँदै आयो सबैजना बसेर त्यहाँ त्यो डले उसाने पिरो छ डले खुर्सानी छ त्यत्रो डले उसाने पिरो ल्याएको सबै कोकोनट चाहिँ कहाँबाट किनेको त्यही भएर मैले नलिएको म कता बस्नु कहिले खाऊ कि नखाने अलिकति खाऊ कत्रो कराको जित्छ खाँदैन सक्यो त अब बिचरा मेरो भाइ एक्लै बसिरहेको गुलमुला गुलमुला चाहिँ यस्तो फोटो राम्रो हुन्छ यस्तो यस्तो फोटो राम्रो हुन्छ अब म चाहिँ भयो आइपर्छ कि आइपर्छ तारा मेरो त खिचिदिएन आउ न आउ म खिचिदिन्छु लुगाइहाल्नु अब 5 मिनेट छ अब टाइम गइसक्यो है अब फेरि अर्को रोकन हेरेको घर Oh my god. केटाहरू आउँथ्यो 2 गाडी आउँथ्यो अनि यहाँ बसेर बियर खान्थे यही ढिङ्गोभरि बसेर बियर खाइहाल्यो यहाँ लु फुपूहरूकोमा आइपुगेको छौँ हामी सबै
घुम्दै 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 कहाँदेखि हामी आएको छु यता फुपा हुनुहुन्छ ए फुपा यहाँ हुनुहुन्छ घर आइपुग्यौँ हामी गिलास हुँदै हुनुहुन्छ फुपू यहाँ हुनुहुन्छ आइपुग्यौँ हामी त घुम्दै घुम्दै कहाँ पुगेर आयौँ ए फुपूहरूको घर एउटा हुन्छ अब हामी आयो पारा आयो चल्यो छ त सबैजना ल पुरानो मार्ने भेला भयो नानीले फुटाइदियो नि यो आज भेट भयो खुसी भयो यो ठुलो कुरो हो यता हाम्रो ढटौरे नेवाला होइन